म अहिले काकरभिट्टामा छु। अगाडि देखिने ओभरहेड बोर्डले कुन गन्तव्य पुग्न कति किलोमिटर छ भनेर देखाइरहेको छ। यसबाट यात्रु महानुभावहरूलाई सहज पनि पुग्छ र हामी यहाँबाट अब लेफ्ट मोड्छौँ। यहाँबाट लेफ्ट मोडेर काकरभिट्टा बस पार्क पुगिन्छ र हामी त्यहाँबाट चाहिँ पानी ट्याङ्की पुग्ने अटो लिएर अगाडि बढ्यौँ। हाम्रो लेफ्ट साइडमा देखिने यो मेची पुल हो। त्यहाँबाट गाडीहरू गुड्नलाई अनुमति दिएको छ भने यतातिरबाट हामी आएकोतिरबाट अटो मात्रै चल्ने गरी पर्मिसन दिएको छ। म अहिले पानी ट्याङ्कीबाट गाडी समातेर सिक्किम जाने क्रममा छु र हामी गुड्दै गरेको क्षेत्र चाहिँ भारतको वेस्ट बङ्गाल हो। यो गुड्दै गरेको हाइवे चाहिँ एसियन हाइवे हो। पहिला यो हाइवेलाई चाहिँ नेसनल हाइवे भनिन्थ्यो। अहिले चाहिँ यसलाई एसियन हाइवेमा रूपान्तरण गरिएको छ र यसको कुल लम्बाइ 1514 किलोमिटर रहेछ। यसले चाहिँ भारतको झारखण्ड, ओडिसा, छत्तिसगढ, महाराष्ट्र लगायतका प्रान्तहरूलाई जोड्दो रहेछ र त्यस क्षेत्रमा व्यापार यातायातदेखि लिएर कनेक्टिभिटीसम्मको लागि सुविधा प्रदान गरेको अवस्था जानकारीमा आयो। वेस्ट बङ्गालमा सन् 2011 देखि 2026 सम्ममा ममता बेनर्जी मुख्यमन्त्रीको रूपमा काम गरिन्। 2026 को निर्वाचनमा चाहिँ शुभेन्दु अधिकारीले निर्वाचन जितेर सिएम भएपछि ममता बेनर्जीको झन्डै 15 वर्षे कार्यकाल समाप्त भएको छ र हामीले यहाँ एसियन हाइवेको राइट साइडतिर एउटा चिया बगान पनि देख्न सक्छौँ। चिया बगान एकदमै आकर्षक रूपमा रहेको छ र अगाडि चाहिँ एउटा संरचना देखा पर्यो जुन चाहिँ यो मेट्रो ट्रेनको संरचना हो। वेस्ट बङ्गालबाट मेट्रो ट्रेन सिक्किम लैजाने क्रममा यो संरचना निर्माणको चरणमा रहेछ र हामी जाँदै गर्दा बाटोमा केही जङ्गल क्षेत्र पनि पार गर्नुपर्दो रहेछ। हामी सेवक रोड भन्ने ठाउँमा आइपुग्यौँ। अगाडि चाहिँ ट्रेनको लिक रहेछ। त्यहाँबाट भर्खरै ट्रेनले पार गरिसकेपछि गाडीको आवाजात खुलेको छ। हामी पनि अब अगाडि बढ्ने क्रममा रहेका छौँ र अगाडि हामीले रेलको लिक पनि देख्न सक्छौँ। यो संरचना चाहिँ टिस्टा खोलामा निर्माणाधीन रूपमा रहेको हाइड्रो पावर प्रोजेक्ट रहेछ। र यो हाइड्रो पावर प्रोजेक्टकै ड्याम हो। अब अगाडिको गेट क्रस गरिसकेपछि सिक्किमतिर लाग्छ। मैले सिक्किम पुगेपछि पहिलो सरकारी अफिस सूचना आयोग देखेको थिएँ र यहाँको भित्तामा दिगो विकास लक्ष्यका 17वटा गोलहरू पनि टाँसिएको देख्न पाइयो। म सिक्किमको राजधानी ग्याङटोकमा छु। म उभिराखेको ठाउँ चाहिँ एमजी रोड भनेर चिनिन्छ। यहाँ विभिन्न किसिमका सिनिक भ्यूजहरू छन्। म क्रमशः देखाउँदै जानेछु। अहिलेलाई धन्यवाद। मेरो राइट ह्यान्ड साइडमा सिक्किम लोक सेवा आयोगको बिल्डिङ देख्न सकिन्छ। सिक्किम हिली एरिया हो। यो कुल प्लेस हो। त्यसैले भारतको विभिन्न गर्मी इलाकाबाट पर्यटकहरू घुम्न आउने यो पर्यटकीय सिजन पनि रहेछ। यहाँ पर्यटकहरूको सङ्ख्या उल्लेख्य मात्रामा देख्न सकिन्छ। यति बेलामा एमजी रोडको नाइट लाइफ
एकदमै अमेजिङ रूपमा अगाडि बढिरहेको छ। हामीले यहाँ महात्मा गान्धीको शालिग पनि देख्न सक्छौँ। यो एमजी रोड भएको कारणले महात्मा गान्धीको शालिग स्थापित गरेर यो क्षेत्रलाई सम्मानित गरिएको होला। यहाँ भारतको विभिन्न प्रान्तबाट मानिसहरू गर्मी छल्न र देश दर्शन गर्न निस्किने गर्दा रहेछन्। यहाँ देखिने अधिकांश मानिसहरू इन्डियन नै देखियो र मलाई चाहिँ सिक्किममा फरेनर भनेर सम्बोधन गरियो अथवा विदेशीको रूपमा सम्बोधन गरियो। हामी नेपालीलाई विदेशीको रूपमा ट्रिट गरिँदो रहेछ। म आउँदैखेरि अगाडि गेट क्रस गरिसकेपछि त्यहाँ गभर्नमेन्ट अफ सिक्किममा दर्ता हुनुपर्दो रहेछ। म कति दिन बस्छु भनेर त्यहाँ उल्लेख गर्नुपर्दो रहेछ। त्यहाँबाट एउटा पर्मिट दिँदो रहेछ। त्यो पर्मिट बिना होटेल पनि बुक हुन सक्दो रहेनछ। त्यसैले सिक्किम चाहिँ एउटा छुट्टै किसिमको सरकारको आवास दिने इन्डियाको एउटा स्टेट रहेछ। यहाँ इन्डियाकै विभिन्न प्रान्तबाट मानिसहरू आउने, गर्मी छल्ने, यहाँ सिक्किममा भएका विभिन्न किसिमका पर्यटकीय स्थलहरू घुम्ने गर्दो रहेछन्। यहाँको सबैभन्दा उल्लेखनीय क्षेत्र भनेको नथुला पास हो, जो इन्डिया र चाइनाको बोर्डरमा पर्छ। एकदमै ठुलो पोखरी र सुनोयुक्त क्षेत्र भएको कारणले मानिसहरू त्यहाँ जान ठुलै नै घुइँचो हुँदो रहेछ र विदेशीहरूलाई चाहिँ त्यहाँ जाने पर्मिसन रहेनछ। त्यसैले म पनि एउटा विदेशीकै रूपमा काउन्टमा पर्ने भएको कारणले मलाई पनि नथुला पास जाने पर्मिसन भएन। त्यसै कारणले म सिक्किमको राजधानी नै घुमेर फर्किनुपर्ने अवस्था देखियो। यो यहाँ देखिने रेड पान्डाको मूर्ति हो। त्यसपछि खरायोको मूर्ति राखिएको छ र यतातिर पनि खरायो र अर्को एउटा रेड पान्डाको मूर्ति स्थापित गरिएको छ। ग्याङटोक भनेर सिक्किमको राजधानीको नाम लेखिएको छ यहाँनिर। दिउँसोमा भन्दा बेलुका राति भनौँ न, रातिमा यहाँ मानिसहरूको अलि नै बढी घुइँचो हुँदो रहेछ। फोटो खिच्ने, भिडियो बनाउने लगायत मानिसहरू आएर रातिमा बढी नै इन्जोय गरेको देखियो। यहाँ भारतको पटनाबाट आएको एकजना दाजुसँग मेरो कुरा हुने अवसर जुट्यो।
र उहाँ चाहिँ नथुला पास गएर आउनुभएको रहेछ र त्यहाँको सिन चाहिँ एकदमै इन्जोय गरेँ भनेर मलाई सुनाउनु भयो उहाँले। र रात बढ्दै जाँदा यहाँको मनमोहकता पनि बढ्दै गएको आभास भयो मलाई चाहिँ। म पनि बेलुका यो एमजी रोड एक राउन्ड घुमेर होटेलतिर प्रस्थान गरेको थिएँ र म आउँदा 8-10वटा जति होटेलमा सम्पर्क गर्दा पनि पुरै प्याक भएको खबर पाएँ र एउटा होटेलमा चाहिँ सिङ्गल रुम बाँकी रहेछ। बाइ लक मैले त्यो कोठा पाउन सकेँ र सहज पनि भयो र म 2 दिन होटेल ब्लिसफुलमा बसेँ। त्यहाँको व्यवस्थापन एकदमै राम्रो थियो। सिक्किममा एउटा सिस्टेमेटिक रुलहरू अवलम्बन गरेको पाइयो र सर्वसाधारणको लागि फ्री हस्पिटलको व्यवस्था पनि गरिएको रहेछ सरकारबाट। म अहिले पाण्डाको मूर्ति समीपमा छु र पाण्डासँग भिजुअल लिने तर्खर गरिरहेको अवस्था छ। यहाँ महात्मा गान्धीको अर्को सानो कदको स्ट्याचु राखिएको देख्न सकिन्छ। सिक्किम घुम्नलाई 2वटा रेन्टल एरियामा पुगेँ म। त्यहाँ पुग्दा कुनै पनि बाइक स्कुटी खाली अवस्थामा थिएन, अल बुक्ड अवस्थामा पाइयो र म नेक्स्ट डे चाहिँ एउटा हायरिङ अफिसमा पुगेँ। त्यहाँ पुग्दा एकजनाले चाहिँ एउटा बाइक फिर्ता गर्न ल्याएपछि उक्त बाइक मैले बाइचान्स पाएको थिएँ र यो पर्यटकीय सिजन भएकोले सिक्किममा चाहिँ गाडी स्कुटी बाइक अल बुक्ड अवस्थामा थिए। रोड सानो पनि छ, सवारी साधन एकदमै घनो अवस्थामा पाइयो, जसले गर्दाखेरि सवारी चलाउन अलिकति गाह्रो अवस्था नै रहेको थियो। सिक्किमको नाइट लाइफ इन्जोय गर्ने क्रममा म अहिले सिक्किमकै ओपन पोइन्ट भन्ने ठाउँमा आइपुगेँ। यो एउटा ठुलो बिल्डिङमा माथिबाट मैले यहाँको विभिन्न स्थानको भिजुअल लिइरहेको अवस्था छ। आकाशमा चम्किरहेको तारा जस्तै चकमन्न बिजुली बत्तीले सिक्किमलाई अझै मनमोहक
बनाएको अवस्था छ। सिक्किम सन् 1975 भारतको एउटा स्टेटको रूपमा रूपान्तरण भएको रहेछ र सन् 2025 50 वर्ष पुगेको उपलक्ष्यमा यहाँनिर एउटा सिंहको स्ट्याचु राखिएको छ र 50 इयर्स अफ स्टेटहुड भनेर उल्लेख गरिएको अवस्था छ। म फर्कने क्रममा छु र अहिले यो देउराली सिलिगुडी चोकमा आइपुगेको छु। यहाँबाट सिलिगुडी तथा पानी ट्याङ्कीको लागि गाडी पाउँछ र त्यो गाडी समातेर म चाहिँ फर्किने सिलसिलामा अगाडि बढिरहेको अवस्था छ। फर्किने क्रममा हामी यहाँ देखिने टिस्टा खोलालाई कहिले लेफ्टतिरबाट त कहिले राइटतिरबाट भएर अवलोकन गर्दै फर्किने क्रममा छौँ। तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालको बिचमा सन् 1816 एउटा सन्धि भएको थियो, जसलाई सुगौली सन्धि पनि भनिन्छ र उक्त सुगौली सन्धि हुनुभन्दा अगाडि नेपालको पूर्वी सिमाना यही टिस्टा खोलासम्म थियो। हामीले सुगौली सन्धि पश्चात टिस्टा खोलासम्मको भूभाग गुमाउनु परेको थियो। पछि माधवप्रसाद घिमिरेले पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ भनेर राष्ट्रिय गीत नै लेखेका छन्। सिक्किम जाने बाटोलाई नेसनल हाइवे भनिँदो रहेछ। यो बाटो अलि साँघुरो किसिमको छ, त्यस कारणले यहाँ अलि जाम बढी हुँदो रहेछ। अहिले हामी देख्दै गरेको गाडीहरू यो जामका गाडीहरू हुन्। यो सिक्किम सिलगढी रोड खण्डमा एउटा पुल देख्न सकिन्छ। त्यो पुल तरेर चाहिँ भुटान जान सकिँदो रहेछ। यहाँबाट गाडीमा 5-6 घन्टा लाग्दो रहेछ। अहिले म भारतको सिलगढीमा छु। यहाँबाट हामीले अब गाडी लिएर पानी ट्याङ्की जाने क्रममा रहेका छौँ। र अगाडि देखिने यो सुमो हामीले बुक गरेको गाडी हो र यही गाडी भएर हामी अब भारतको पानी ट्याङ्कीसम्म पुग्छौँ। यो एसियन हाइवेको राइट साइडतिर एकदम हरियाली र सौन्दर्यशील फुलहरू फुलेको देख्न सकिन्छ। अहिले हामी यो इन्डियाको बोर्डरमा आइपुग्यौँ। यहाँ चेक गराएर मेची पुल हुँदै अगाडि बढिरहेका छौँ र यो बोर्डरमा चाहिँ अत्यन्त कडा चेक जाँच गरिँदो रहेछ। सिक्किमबाट पोखरा घुम्न भनेर हिँडेका 2 जना साथीहरूमध्ये एकजनाको आधार कार्डमा प्रब्लम भएको कारणले उसलाई नेपाल प्रवेश गर्न दिइएन। 2 जना
बोर्डरमै रुकेँ र म यो गाडी लिएर अगाडि बढेँ। म पनि मेची भन्सारसम्म यो गाडी लिएर पुग्छु होला र सिक्किम घुमाइ एकदमै अविस्मरणीय नै भयो र यो भिडियो पनि म अब यही अन्त्य गर्न गइरहेको छु। धन्यवाद।